नमस्ते। खातापाताको यो नयाँ एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी रोजगारीबाट भएको आयमा नेपालमा कर कति लाग्दछ भन्ने बारेमा बुझाउने प्रयास गर्दैछौँ। आजको यस एपिसोडमा हामी इन्डिभिजुअल अविवाहित व्यक्तिले वर्षभरि कमाइ गरेको कमाइमा कतिका दरले कर तिर्नुपर्छ भन्ने बारेमा विस्तृत जान्ने प्रयास गर्नेछौँ। आउँ सुरु गरौँ आजको यस एपिसोड। आयकर ऐन 2058 र वित्तीय ऐन 2080 अनुसार अविवाहित व्यक्तिले तिर्ने करको दर निम्न प्रकार छ। यसमा तपाईको कमाई यदि 5 लाखसम्म छ भने तपाईले उक्त रकमको 1% हुन आउने कर दाखिला गरेर उक्त वर्षको कर चुक्ता लिन सक्नुहुन्छ। यदि तपाईको कमाई 5 लाख भन्दा बढी 7 लाख रुपियाँसम्म छ भने अतिरिक्त 2 लाख 5 लाखबाट बढेर जुन 7 लाखसम्म पुग्दाखेरिको रकम जुन 2 लाख रुपियाँ बढ्छ, त्यो 2 लाख रुपियाँमा 10% का दरले कर लाग्ने गर्दछ। त्यसै गरी यदि तपाईको कमाई 7 लाख भन्दा पनि बढी छ, मानौ 10 लाख रुपियाँसम्म छ भने 7 लाखबाट 10 लाख पुग्दा जुन 3 लाख रुपियाँ बढ्छ नि, त्यो 3 लाख रुपियाँमा तपाईको 20% का दरले कर लाग्ने गर्दछ। त्यसै गरी यदि तपाईको कमाई 10 लाख भन्दा पनि बढी छ, मानौ तपाईको कमाई 20 लाख रुपियाँ, एउटा आर्थिक वर्षमा तपाईको कमाई 20 लाख रुपियाँ छ भने तपाईले 10 लाखदेखि 20 लाखसम्म पुग्दाखेरि जुन बढेको रकम छ 10 लाख, त्यो 10 लाखको 30%ले कर दाखिला गर्नुपर्ने हो। यदि तपाईको कमाई 20 लाख रुपियाँ भन्दा पनि बढी छ भने चाहिँ तपाईले 20 लाख रुपियाँ भन्दा बढी जति कमाउनुहुन्छ त्यसको 36%ले हुन आउने रकम करका रूपमा दाखिला गर्नुपर्ने। यो भन्नुको मतलब नेपालमा प्रोग्रेसिभ ट्याक्स रेट लागू गरियो। प्रोग्रेसिभ ट्याक्स रेट भन्नाले जति जति कमाई बढी हुँदै जान्छ त्यति त्यति ट्याक्सको दर पनि वृद्धि हुँदै जान्छ। अब कुरा गरौँ के यो ट्याक्स रेट कसले निर्धारण गर्छ र कसरी यो ट्याक्स रेट निर्धारण गर्ने काम प्रत्येक वर्षको बजेट वक्तव्यबाट निर्धारित हुन्छ। यतिका दरले ट्याक्स लगाउने भन्ने कुराको निर्धारण गर्ने काम हरेक वर्षको बजेट भाषणबाट घोषणा गरिन्छ। अब बुझौँ, यसलाई एउटा उदाहरणबाट अझ स्पष्ट रूपमा बुझ्न सकिन्छ। जस्तै एउटा श्याम भन्ने व्यक्ति एउटा कम्पनीमा काम गर्दछ। ऊ एज एन इन्जिनियर काम गरिरहेको छ र उसको मासिक तलब अन्य सुविधा अन्य सहुलियतहरू बाहेक उसको मासिक तलब उसले नेटमा तपाईको 65,000 रुपियाँ महिनाको बुझ्ने रहेछ भने उसले कति कर तिर्नुपर्ने रहेछ भन्ने कुरा यो एउटा हिसाबबाट हामी प्रश्न पार्न सक्छौँ। उसको मासिक 65,000 को दरले 12 महिना, उसको कार्यावधि 12 महिना छ भने उसले टोटल कमाई कति गर्दो रहेछ त भन्दा 7,80,000 रुपियाँ उसले कमाउँदो रहेछ। हामीले अघि नै भनिसक्यौँ, हामीले यस एपिसोडमा अविवाहित व्यक्ति अथवा इन्डिभिजुअल ट्याक्स पेयरको बारेमा कुरा गरिरहेका छौँ। त्यसैले उसलाई लाग्ने ट्याक्सको दर अघि माथि उल्लेखित गरेको 5 लाखसम्मको 1%, 5 देखि 7 लाखसम्ममा 10%, 7 देखि 10 लाखसम्ममा 20% र 10 देखि 20 लाखसम्ममा 30% र 20 लाख भन्दा बढीमा 36% भनेर जुन दर हामीले अगाडि प्रस्तुत गरेको थियौँ, त्यही आधारमा उसको ट्याक्स क्याल्कुलेट गर्दा उसले 5 लाखसम्म उसले टोटल कमाउने स्यालेरी कति रहेछ त 7,80,000, त्यसमा 5 लाख हैन 5 लाख रुपियाँ तपाईको 5 लाखले 1%ले हुन आउने रकम 5,000 रुपियाँ दाखिला गर्नु पर्यो र तर उसको कमाई त 5 लाख मात्र होइन, यहाँ त 7,80,000 छ। 5 लाखमा अर्को थप 2 लाखमा उसले 10% दाखिला गर्नु पर्यो। त्यसको मतलब 2 लाखको 10% भनेको 20,000 र अझै पनि उसको 7 लाख रुपियाँ भन्दा बढी छ। 7 लाखदेखि 10 लाखसम्म चाहिँ हामीले कति भनेको थियौँ 20% लाग्छ भनेको थियौँ हैन। 20% हिसाबले उसको त 80,000 को त अझै लाग्न बाँकी छ। हो, त्यो 80,000 मा चाहिँ उसको 20% लाग्छ र 16,000 रुपियाँ उसको अर्को ट्याक्स लायबिलिटिज हुन्छ। टोटलमा उसले 41,000 रुपियाँ चाहिँ कर तिर्नुपर्ने हुन्छ अन्य कुराहरू नलागेको खण्डमा। यस एपिसोडमा हामीले ती अन्य कुराहरूलाई यहाँ समावेश गरेका छैनौँ। आगामी एपिसोडमा म यदि उक्त व्यक्ति श्याम भन्ने व्यक्तिको एसएसएफ, इपीएफ, सीआईटी, इन्सुरेन्स, अदर अलाउन्स, रिमोट एरिया अलाउन्स, एजुकेसन लोन र मेडिकल एक्सपेन्सेस थियो भने र यदि ऊ अपाङ्गता भएको व्यक्ति पनि हो र ऊ पेन्सन होल्डर हो भने उसले तिर्ने दर कति हुन्छ त यसको बारेमा विस्तृत जानकारी दिनेछु। त्यसैले अहिलेको लागि यस एपिसोडलाई यही टुङ्ग्याउने जमर्को गर्दै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट
र फलो गरी सेयर गर्न नबिर्सनुहोला र नजिकैको बेल आइकनलाई दबाउन पनि नबिर्सनुहोला।